एन्ड तपाईँले देख्नुहुन्छ पछाडि चाहिँ मन्दिर छ हाई गाइज वेलकम ब्याक टु द सिमरन श्रेष्ठ ब्लग सो आज चाहिँ हामी मास्टर घुम्न जान लागेको एन्ड वी आर अल रेडी फर द्याट एन्ड इट्स सो आउटफिट फर द डे एन्ड आजको डे कसरी इन्ड हुन्छ लेट मी सो यु गाइज द्याट है त सो गाइज दिस इज द आउटफिट फर द डे Let's go now. ल रामसँग पूछे के छ हाम्रो स्कुटर पुस्ने मान्छे ब्ल्याकमेलिङ रे ल जा ल साथीहरू अब हामी चाहिँ सब रेडी भएर जान लागिरहेको छौँ मेरो एस्थेटिक लुगाको यहाँ बिग्रिसक्यो साथीहरू स्टार्ट भइसक्यो त नि नाइस मोबाइल त दामी छ ल है जम है साथीहरू हामी जान लागिसकेको छौँ नाउ लेट्स गो एउटा बाइक 3टा स्कुटर मेरो हालत यस्तो भइसक्यो हामी चाहिँ बिसङ्कु नारायण मन्दिर जान लागिरहेको छौँ एन्ड बाटो राम्रो ठाउँ कुनै ठाउँमा राम्रो छ कुनै ठाउँमा खत्तम छ लेट्स गो त्यहाँबाट खत्तम छ यताबाट आनी हुन्थ्यो सो गाइज वी हेभ रिच्ड के अरे बिसङ्कु नारायण मन्दिर चाहिँ तल छ हामी चाहिँ माथि स्कुटर पार्क गर्न लागिरहेको छौँ एन्ड लुक एट द भ्यू गाइज इट्स सो ब्युटिफुल सबजना उहाँ फोटो खिच्न लागिरहेको छ नि साथीहरू सबजना फोटो खिच्न लागेको छ यता सबैजना फोटो खिच्न लागेको छ अब मन्दिर गएर आऊँ न त आर्यन एस्थेटिक मिस्टर वान यहाँ ओहो नानी पोज त्यहाँ नानीको पोज मेरो खिच्तो कस्तो आउँदछ पोजहरू मन्दिर जानलाई चाहिँ यो बाटोबाट जानुपर्छ अरे राम्रो बाटो त आमामा नानी के भएको त्यस्तो राम्रो बाटो त हिँड्ने जिन्दगीमा लेखेको छैन ल हेर्नुहोस् सो अब हामी यहाँबाट मन्दिर जान्छौँ ओहो बाटो पनि फेरि यस्तो छ कि मेरो लुगा पनि त 4 भएछ नि त के अरूलाई मात्रै भन्नु तर यो बनाउँछ हो सुरालको रेटको चाहिँ बनाउनु पर्यो हामीलाई देखा आफुलाई मात्रै देखाउँछ त्यसको भ्लगमा ल आउनुस् एकछिन ल वेलकम टु सिमरन श्रेष्ठ's भ्लग साथीहरू हाम्रो पूजा आन्टी हुनुहुन्छ उहाँ चाहिँ मन्दिर आएको छौँ चमा हुनुहुन्छ त्यहाँनिर अनि हाम्रो यहाँनिर दिदी हुनुहुन्छ नबिना पाण्डे यस साइनिङ आउट यस गाइज लेट्स गो हामी जान लाग्यो चाहिँ अहिले सस्पेन्सै राखौँ है सस्पेन्स लड्ने पछाडिने काम भइरहेको छ यहाँनिर चाहिँ लड्न चाहिँ भएन ल जानुपर्छ सबलाई घर फर्किन के हतार भएको छ आइपुगेको 1 मिनट भएको छैन ए कति धेरै काम हो त हेर बाटो त्यस्तो छ है साथीहरू
त्यस्तो पर्थेन बाँदरहरू त जहाँ पनि गइहाल्छ नि बादरको साथी हुन् नि त सबै यिनीहरू त। यस यस Yes. अब हेर गाइस उफ्री उफ्री हिँड्न पर्छ। पर्छ बाटो यस्तो छ 1 मिस गेम फिनिस्ड ओके हामी चाहिँ मन्दिरमा आइसकेको छौँ अब गाइज हामी चाहिँ यहाँनिर मन्दिरमा छौँ अहिले एन्ड तपाईँले देख्छ सक्नुहुन्छ पछाडि चाहिँ मन्दिर छ कहाँनिर जाने सबैजना यहाँनिर मन्दिरमा चढाउनुको लागि रेडी हुनुभएको छ हजुर मैले त चढाइसकेँ चढाइसकेँ मैले त फास्ट तल चाहिँ जुत्ता लगाएर जाने हो नि सबै त्यही हो दर्शन ल अब हामी तल जान्छौँ ए यताबाट तल छिर्ने बाटो रहेछ त के म तलै जाने हो किन हेरमै गाइस यहाँ यस्तो कठिन बाटो कसरी जा कठिन बाटो बहिनी एकछिन हटाउँ त हटाउँ हट ए कहाँ हुन्छ एकछिनमा ल साथीहरूले देखा न यस्तो तपाईँ आउन सक्नुहुन्न कान्स्ती अड्किन्छ यस्तोबाट आउनु पर्ने हुन्छ अट्छ त मोटे मान्छे होइन त बहिनी खोइ त रमाउँछमा चाहिँ जुत्ता किन ओके गाइज हामीले अब मन्दिर दर्शन गरिसकेको छौँ अब हामी तपाईँको फोन छिन्न है त्यो ठ्याक्कै सानो गाउँ पुग्छौँ सानो गाउँ होइन अब हामी माथि जान्छौँ फेरि अनि खाजा खान्छौँ अनि घर जान्छौँ साथीहरू दिदी अघि हामी यो बाटोबाट आएको थियौँ आइज नानीहरू अब हामी यो बाटोबाट माथि जान्छौँ फेरि माथिबाट फेरि आउनु ल है ल अब चाहिँ हामी यहाँबाट जान लागिरहेको छौँ लेट्स गो अहिले उताबाट आयो अहिले यताबाट जान लागिरहेको छौँ बाटो यस्तो छ जमिन लिँदैन कि लिँदैन ल लेट्स गो अब हाम्रो यहाँको दर्शन कम्प्लिट भइसकेको छ अब हामी जान्छौँ ल जाउँ आज अझै मौसमै चिसो छ क्या अब हामी अघि हामी आउँदा मान्छे कम थियो भने अहिले पुरै मान्छे फुल भइसकेको छ क्या जाउँ लेट्स गो देवी बिसङ्कु नारायण भने बिसङ्कु नारायण किन तलतिर जानुभयो पूजा दिदी बाटो नभएर बाटो लेट्स गो सक्यो आउनु उकालो हिँड्नु बाबा ए ल ठिक छ अब हाम्रो मन्दिर दर्शन गरिसक्यौँ एन्ड रमाइलो भयो अब हामी जान लाग्छौँ मलाई साथ वेन यु हेभ दिस भाइ को चाहियो र जिन्दगीमा होइन बिसङ्कु नारायण वाइ 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 तैँले त मलाई जाप्पाइ त्यो तान्या छस् जहाँ सक्छु त होइन त्यहाँ सक्नु भइहाल्छ म सक्दिनँ लेट्स गो ओके गाइज वी हेभ फाइनली रिच हियर भगवानको दर्शन गरेर बिसङ्कु नारायण भगवानको दर्शन गरेर हिँडिसक्यौँ है मजाले हिँडिसक्यौँ ड्याङ ड्याङकी फोटो पनि खिचिसक्यौँ त्यही माथि
5-10 मिनेटभन्दा धेरै धेरै लाग्दैन खाजा खाएर अब हामी जान्छौँ नाउ लेट्स ह्याभ सम फुड्स गाइज ओके गाइज हामी चाहिँ खाजा खानु यहाँनिर आएको छ मैले लेट्स गो उनीहरू त्यहाँ छ भाइहरू हामी यहाँनिर जान लाग्छौँ गाइज आजको हाम्रो ट्रिप चाहिँ इट्स ओभर खाजासाजा खायौँ अब हामी यहाँनिरबाट घर जान लागिरहेको छौँ या लेट्स गो द्याट्स द इन्ड अफ टुडेज भ्लग बाई बाई गाइज लेट्स गो नाउ अब गाइड पनि हुन्छ नि सकिन्छ bye bye guys, bye bye. See you on next vlog. Don't forget to like, comment and subscribe. Bye bye.